ल गाइज है के अरे म खाना खाने आएँ अब प्र्याङ्क सुरु गरौँ है त सिधै सुरु हाल्नु किनभने यो चाहिँ छोटो हुन्छ होला 4जना छन् 4जना 2जनाको भर छैन 2जनाले चाहिँ उठाउला नि आसमा हो जति हुन्छ 5 मिनटको भ्लग 5 मिनटको प्र्याङ्क भए पनि हेरिदिनु होला ट्राई गर्छु अलिकति बढाउनु ट्राई गर्छु कन्ट्रोभर्सी यताउति हो यो यताउति यता राम्रो लाग्छ तिमी यताउति तर तिमीले यसरी धोका दियो किन दियो हेर तिमीले म मोडिदिन्छु के बोले भाइ अब के बोले लेट्सको हेलो तपाईँ को बोल्नुभयो हेलो तपाईँ को बोल्नुभयो भन्नु न मलाई एउटाले नम्बर दिएको थियो तपाईँ के अरे तपाईँले त्यो कसले काट्छ त अनुमति यो त इमोसनल ड्यामेज छ्या मजा आएन भने फा हुन्छ यार कसले काटिदियो यार यस्तो छ यो अब अमिसाले एउटा ट्राई गर्छु हेलो हेलो तपाईँ को बोल्नु भएको मलाई एउटाले नम्बर दिएको थियो तपाईँ एउटा कन्सल्टेन्सीमा काम गर्नुहुन्छ मलाई एउटाले नम्बर दिएको थियो के अरे कन्सल्टेन्सीमा अनि म अब कता जान लागेको अनि मैले पैसा फेरि यही नम्बरमा पठा जस्तो लाग्यो 2 लाख जति आएको छ कि छैन हेरिदिनु न यसो कतै आएन मैले कन्सल्टेन्सीको एउटा दिदीको नम्बर मागेको मलाई त यही नम्बर दियो तपाईँ कन्सल्टेन्सीमा काम गर्नु भएन हजुर हो र मैले स्क्याम खाएँ त छ्याती हेलो के छ यार चिनेन नाइस नाइस ल तिमीले कस्तो झन अझै बढाम भनेको कस्तो माया लाग्दो बोल्यो भने देवा 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 मैं तो तेरे को हरामी समझता था तू तो राम निकला रे देव मानुस निकला रे यो मेरो सेकेन्ड नम्बर हो क्या मैले अस्ति नोकिया किन्छु भनेको थिएँ त तिमीलाई किनिदियो भने म किन्दिनँ अब अनि बाइ द वे तिमी अहिले रेकर्डमा छौ ल बिस्तारी ब्याक हुन्छ कि म युट्युबमा मैले प्र्याङ्क गरेर हाल्न लाग्यो क्या केटाहरूलाई गर्छ क्या तिमी फर्स्ट भिक्टिम भयो केटीबाट गोमतीलाई कल गरेको उठाएन भने सिधै काट्दिनँ है त्यही यास यो नाइस रहेछ ल दामी मेरो सेभ गर ल यो एनटिसी हो मेरो होइन होला कस्तो ल हिचकिचाएर ल भनिदिएर यार गाइस भएन यार ल ओके बाई ल ए रहा नहीं जाता कस्तो गोमतीले कलै उठाएन भने फेरि एकचोटि कल गर्छु ला मलाई
हेलो तपाईँले अघि कल किन काट्नु भएको हो तपाईँले यस्तो नगर्नु न तपाईँले मैले झन् कन्सल्टेन्सीमा काम गर्नुहुन्थ्यो होइन पहिला तपाईँले कन्सल्टेन्सीमा काम गर्नुहुन्थ्यो होइन पहिला तपाईँले ये क्या बात करता है यार साँच्ची मलाई त नम्बर दिएको थियो के एउटा दिदीको नम्बर भनेर दिएको थियो अनि मैले एउटा खै को थियो होइन मैले त्यो नर्मली त्यो टिकटकमा बोलिरहेको थिएँ अनि मलाई त्यो विदेश जान नम्बर दिएको थियो यो अनि मैले यो नम्बरमा अब पैसा हालिदिन थिएँ तपाईँ को पर्यो तपाईँ कताबाट तपाईँ यता काठमाडौँको होइन र म त काठमाडौँ आएको गाउँबाट मैले कन्सल्टेन्सीको रमिला भन्नेलाई रमिला होइन होला नचिनिने यार तिमी यार कस्तो यार थ्याट ओइ अझै चिनेन तिमीहरूलाई ठिक्क भयो यार रियाक्सन यार धेरै भएन यार अयो यो मेरो एनटिसी सिम हो कि अरे सेभ गर सक्नु पर्यो नि तिमीलाई मैले अब यो भिडियो युट्युबमा जान्छ प्र्याङ्क जान्छ सही हो वाह क्या एक्टिंग कर रहा है अनि साँच्चीकै हो झन् कन्सल्टेन्सीको भने हो गर्थे पहिला भन्छ भनेको त गर्दिनँ अरे त डरपोक अझ कुर्छु रे मलाई सक्ने यस्तो डरपोक छ यार अनुहार कलाउँदा तर्सिन्छ त ल यस्तै छ ल तिमी गुखाऊ म चाहिँ गएँ ल सेभ गरिदेऊ यो नम्बर ल दुईजनालाई चाहिँ उठाउला जस्तो लागेन यार यति नै गर्नु पर्ला गाइजहरू केटीहरूबाट चाहिँ होइन दुईजनाको अहिले अलिक मलाई थाहा छ कि तिनीहरूको गरौँ भने तिनीहरूको अहिले यति 9 बजीतिर गरे काम पनि छैन तिनीहरू चाहिँ एउटैमा भयो क्या अरे अब छोटो भएछ भने चाहिँ म यो गर्छु के भने भनेपछि यो चाहिँ म यसरी के अरे नर्मली उसमा हालिदिन्छु त्यही पार्टन बुम गरेर केटाको पार्टन बुम गरेर त्यसरी हालिदिनु होला नि त के छ र भएछ भने र म फेरि एडिट गर्ने जनायो भने म फेरि 3टा भिडियो बनाएर म यसरी हाल्छु त्यही नै हो गाइज केटाहरू धेरै रिएक्सन राम्रो भएन कि केटीहरू म त्यस्तो भएन कि केटा हाल्ने बरु दियो यार एउटाले चाहिँ दिएछ नमिठो त्यही नै होला गाइज अब अरू त के भन्ने यार भोलि थाहा छैन ल लाइक एन्ड सेयर एन्ड सब्सक्राइबै होला होइन त्यही त हो त्यही भन्छ होइन र अन्तिम गर्दा भिडियो जिस्केको ल यार कस्तो भिडियो कस्तो भयो थाहा छैन होइन म ट्राई गरेको अझै अब त्यस्तो हुन्छ नि यसरी लाइक झ्याप बोल्नेहरू अलिकति कमै छन् क्या मेरो म त्यस्तो उ छैन नि त त्यही भएर हो ल गाइज अब त्यही हो अब तपाईँहरू थाहा नै छ तिमीहरू अहिले जनामा प्र्याङ्क गरेको तिमीहरूले भिडियो हेरिहाल्छौ त्यसको लागि नो सरी है गाइजहरू म त इजी हो तिमीहरूलाई के अरे इरिटेट गर्ने जन्मे हो सो त्यही हो सही हो पिस आउट गुड नाइट राति भइसकेको छ गुड नाइट सही हो